बालोटारबाट हेलिकप्टर चढ लाज मर्नु पर्ने यिनीहरूलाई लाज घिन छैन लाज घिन यस्तो तरिकाले राजनीति गर्नु पनि हुन्न के द्वितीयको प्रधानमन्त्री चाहिँ हेलिकप्टर चढेर बाहिर भाग्नुभयो यिनीहरू अहिले पनि के भाग हामी ठिक छ भन्ने छ है यिनीहरू पशु नाल्दा सम्झेर भन्छु त्यो मैले नउठाएको भए उहाँलाई चाहिँ आगो लाउँथे जस्तो लाग्यो रमेश लेखकजी त्यति ब्रुटल बन्न सक्नु होला जस्तो लाग्थ्यो तपाईलाई यो जति यो घमण्डी र बदमास मान्छे कोही रहन्छ यो त फटाएर छ यो साले त भने मेरो मनमा चाहिँ मैले आज मुखले आज खोलेँ मनमा चाहिँ त फटास हालेर छ यो बालेनले नपत्याउनु खोलेर बालेनले बगाइदियो अब सामन्ती फटाहरूलाई ढाकढाक समातेर ठिक गरेर ठाउँको ठाउँ राखिदिइहाल्नु पर्छ यसमा अनुसन्धान गर्नुपर्ने के अनुसन्धान गर्नु पर्यो यार अनुसन्धान दियो 75 जना मान्छे मरेछ त्यो अनुसन्धान त्यो मद्दत गरिदिने डराएको भने सरकारमा जानै हुन्न थियो नि त ब्याग बस्नु पर्थ्यो उहाँहरू सरकारमा जानुहुन्न थियो अब डराएर यो काम गर्दिनँ भन्नु भन्यो भने उहाँले छोडिदिए हुन्छ तपाईँले एकचोटि गएर गृहमन्त्रीलाई पनि एकचोटि मैले सोधेको छु उहाँले के भन्नुभएको छ भने हामी प्रक्रियामा छौँ प्रक्रिया गर्दा गर्दै यो सरकार सिद्धियो भने प्रक्रिया कहिले गर्ने फेरि उनीहरूले चाहिँ गर्छ फेरि त्यो सरकार आएपछि प्रक्रिया होइन ल भन्नुहोस् त त्यति दिमाग चलाएन यिनीहरूको पनि फेरि हालत पातलो हुन्छ शैतानी शक्ति भन्छन् नि डेभिल के अब लुसिफरको संज्ञा दिएर बालेनलाई मैले तपाईँले के मान्नुहुन्छ होइन बालेनलाई म त राम्रो मान्छु बालेनलाई जेनजिनको भाइहरू पनि अब चाहिँ एउटा दुईटा भनौँ न मन्त्री दिनुपर्छ जम्मा 77 जना मान्ने खोजौँ न जिल्लामा एकजना 26 जना समानुपातिक राखिदिने 103 भो 52 जसले ल्याउँछ त्यसले सरकार चलाउँछ दोषी त अब त्यो सरकारले मान्नु पर्यो सरकारले मान्नु सरकारको जिम्मेवारी अब त्यसमा चाहिँ प्रधानमन्त्री काठमाडौँको सिडिओ त्यसपछि काठमाडौँको एसएसपी उहाँहरूकै सल्लाह नभए त्यो गोली सिपाहीले गोली हान्दैन थियो बन्दुक बाहिरबाट आयो भनेदेखि गस्ती बोर्डर गस्ती के काम लाग्यो त सबै नाकाको चाहिँ त्यहाँको प्रमुखहरूको जागिरबाट निकाल्नु पर्यो नि त हामी ठिक छ भन्ने छ है यिनीहरू कसरी चाहिँ यिनीहरूले थाहा पाउँछ भन्दाखेरि यो सरकारले भट्टाभट्टी माई सम्बन्ध लाग्यो चाहिँ गिरीबन्धु निकाल्न लाग्यो अथवा अब चाहिँ धेरै ठाउँको चाहिँ कर्मचारीहरूलाई पनि भनौँ न कि प्रहरीले चाहिँ कारबाही नगर्ने ल्याकत राख्छ त्यो क्षमता छ अहिलेको सरकारसँग पक्रिन सक्ने तत्कालीन सरकारको त्यत्रा ठुल्ठुला हाई प्रोफाइलहरूलाई त्यत्रो हाई प्रोफाइल भएको यत्रो चाहिँ 72 को संविधानलाई त 24 घण्टामा सिद्धाएर चाहिँ सरकार बन्यो भने यो गर्नलाई के ठुलो कुरा हो र प्रधानमन्त्रीले भन्नुभएको छ हतियार राजीनामा दिएर हुँदैन भने त अब राजीनामा बोलेको कुरा त भोलि प्रधानमन्त्री त्यो कुर्सीमा तपाईँ हुनुभयो भए क्षमता पनि बेसी काम गरे के गर्नुहुन्थ्यो ठ्याक्कै भन्नु हतियारहरूलाई सम्बन्धी काम एउटा गर्थे यो चाहिँ सामन्तीहरूको घरमा गएर चाहिँ खोजखाज गरेर कहाँ छ के छ तुरुन्तै काम गर्न कति टाइम लाग्छ भनेको गिरीबन्धु कहाँ छ भुटानी शरणार्थी कहाँ छ ललित निवासको कहाँ छ कि ठुलो कुरा हो र भट्टाभट्टी त्यो रिपोर्ट पऱ्यो मान्छेले ल्याएर चाहिँ बरु राम्रोसँग सफा ठाउँ चारखालतिर बरु सफा ठाउँ बनाएर एसी राखिदिएर चट्ट चाहिँ डल्लप राखिदिएर बरु राम्रो खालको चाहिँ 10-20 हजारको खाट ल्याएर ल हजुर यहाँ बस्नुहोस् केही गरेन तपाईँहरूबाट हामी रिपोर्ट लिने हो देश बनाउन तपाईँहरू यहीँ बसेर बन्ने हो तपाईँहरू सल्लाह दिनुहोस् तपाईँहरू भित्र चाहिँ बस्नु त्यो आँट गर्न सक्नु भएन गृहमन्त्री अब गृहमन्त्रीले मात्र नभन्नु यो सरकारले आँट लिनु सकेको छैन सकिन्छ होला कहिले लिन्छ उहाँहरूले भटाभटी कारबाही गर्नु सक्ने भटाभटी चाहिँ अब चाहिँ फुन्ने काम गर्यो भने यो अहिलेको मन्त्रीमण्डललाई सफल हुनु सक्छ अरू केही गर्नै पर्दैन विकास त्यसै हुन्छ मेरो पार्टीको चाहिँ मेरो पनि छानबिन गर्नुपर्छ मेरो पार्टीको मात्र होइन सरकारबाट हामी चाहिँ ल हामीले नेपाली काङ्ग्रेसले सरकार छोड्यो है भनेर बाहिर आइदिएको भएदेखि त्यो घटना यति चाहिँ हुँदैन थियो जस्तो लाग्छ मलाई टाउकोमा हानेर अब तपाईँले गिदी निकाल्ने हाम्रो आँखा अगाडि गोली चलाएका छन् मरेका छन् नेपाली कांग्रेसले पनि ठुलो गल्ती गरेको छ नगरे भए त्यत्रो लफडै हुँदैन थियो बोल्नु दिँदैन थियो हामीहरूले हेर्नुस् कांग्रेस भित्रै बोल्न कांग्रेस भित्र बोल्नु दिँदैन थियो लोकतान्त्रिक पार्टी कहाँ तपाईँ कुरा गर्नुहुन्छ यिनीहरू जतिसुकै लाग्यो नि शेरबहादुर टाउको नहल्नुसम्म त यो काम त हुँदैन थियो नि त्यस्तो महामन्त्रीहरू लागेको छ भन्नुपर्छ मलाई महामन्त्रीहरू भने त पार्टीको त कमान्डिङ मान्छे होइन प्रकाश मानको बाउले गणेश मानले पार्टी छोडेको पार्टी नि एकचोटि कांग्रेस छोडेको पार्टी होइन त एमालेसँग सरकारमा जानुहुन्न भनेर मैले यत्रो चाहिँ हल्ला गरेर पत्र मैले त संसदीय दलमा त म आफै उठ्छु नि मैले भनेको थिएँ त सरकार डुबिसक्यो भनेर त मैले बारम्बार भनेको छु त सरकार डुब्यो तिमीहरू बेलाम बुद्धि पुऱ्याउ भनेर त मैले भने त फेरि एमालेसँग सरकार फेरि चुनाव लडेर जानु चाहिँ म चाहिँ राजनीति गरिँदैन बरु सन्यास लिने बरु पार्टीले भोडाल दिने दीपक खड्का जस्तो मान्छे रमेश लेखा जस्तो मान्छे आरजुई जस्तो मान्छे चाहिँ तपाईँको अब फाइदा भएको छ किन फाइदा भएको छैन अब आगो लागेको छ मैले पैसा पाउनुहुन्छ राम्रै पैसा पाउनु उल्टो बनाउनु पैसा दिन्छ नि ब्याङ्कले त भाउजूले दुईटा कुरामा यो केस भयो के भाउजू सबैले बुझाउनु पर्छ गभर्नर भागभण्ड परे होइन टक्राउनु पर्छ सुन्नु न आइजिबीहरू भागभण्ड परे होइन गभर्नर भागभण्ड परे होइन दुःख पाइयो कुटै खाइयो देखेको कुटेको देखेको केन्द्रीय मन्त्री बन्नै पर्ने अनि यो बेलामा भगवान त छ नि त छैन र भगवान रमेश लेखक कानुनको ज्ञाता त्यो धेर जान्ने भएर बिग्रिएको त 96 दिन रासोपा लागेको छ राजीनामा दिनु मानेन भने त त्यो जतिको पदमा बसेर हिँड्ने मान्छे त कोही रहन्छ नि तर सुशासनको गफ उहाँले गर्नुहुन्छ गफ गर्ने मान्छे कामै हुँदैन नि त 96 दिन उफ्रिँदाखेरि त लाजले त्यो त
केही नजान्ने मान्छे पनि राजीनामा दिनु पर्थ्यो ऊर्जा मन्त्री त्यो अब त्यो खड्काको त कुरै नगर्नु त्यो सबैको दोष सरकारमा बस्ने जति सबैको दोष 1.5 खरब जति राजनीति गर्ने घरमा त अलिअलि देखियो अरू घरमै छ कर्मचारी घरमा ब्युरोक्रेसी बिजनेसम्यान 2 नम्बरी काम गर्ने न्याय लाइनको मान्छेहरू संविधान छ भन्दिनँ है म चाहिँ त्यो संविधान छैन कहाँबाट संविधान छ यो संविधान कोल्याप्स भइसक्यो कहाँबाट छ त त्यो कोल्याप्स नभए त खै हामी त त्यही संविधानमा हामी मान्ने जितेर आएको होइन र यो अहिलेको जतिको प्रधानमन्त्री विज्ञ बुझेको कानुनको दफा थाहा भएको ऐतिहासिक अब त कुनै पनि प्रधानमन्त्री हुन सक्दैन यो लास्ट एन्ड फास्ट हो यो भटाभटी गरेन भने यो देशै पनि बन्दैन हरेक मन्त्री हरेक सांसदको घरमा त्यति पैसा हुन्छ अब त्यति त नहोला कोहीको बेसी पनि होला राख्ने ठाउँ नभए सुरुङमै राख्नु पर्यो के लाग्यो सुरुङमा लाग्यो तपाईँहरूसँग पनि छ हामीसँग भएको भएदेखि त यत्रो यहाँ चाहिँ उनीहरू सपना हो जस्तो लागेको छ जस्तो लाग्छ उनीहरू अहिलेको यो जति मन्त्रीहरूलाई पनि बिचरा कता के हो कता कसो के हो कता खरानीबाट उठेर आएर चाहिँ सुध्रिने त खरानी नभएको त सुध्रिँदैन खरानी भइसक्यो खरानीबाट आएर सुध्रिने हो कि बालेनलाई म चाहिँ सलाम गर्नु 10-15 जनाको टिमले जित्यो आजको नेपालको सबभन्दा शक्तिशाली पात्र कसलाई देख्नुहुन्छ पोलिटिक्समा अब पोलिटिक्स अहिलेको सामान्य प्रधानमन्त्रीले हर्का साम्पाङ उहाँ त राता ताउनुभयो जेएनजीहरूलाई साथ दिन्छु भनेर बस्नुभयो तर उहाँलाई कुनै पनि मन्त्री या प्रधानमन्त्रीकै लागि उहाँ दावेदारी दिइराख्नु भएको उहाँले प्रधानमन्त्री पाउनुहुन्न अरू मन्त्री पाउनुहुन्न रविमाथि अन्याय भइरहेको छ भनेर उहाँले ठाउँ ठाउँमा अभिव्यक्ति दिनुभएको अब रविमाथि अन्याय त भएको त मैले त तपाईँहरूलाई भनिसकेको छु त तर उहाँले किन अहिले चाहिँ त्यो एक्सन लिइराख्नु भएको छैन त्यो रवि मान्छे राजनीति बुझिरहेको मान्छे होइन नि त रवि राजनीति बुझेको अस्ति त्यहाँबाट भित्रबाट निक्लेर आउँछ त्यसले गर्दाखेरि त्यहाँ हाम्रो चाहिँ त्यहाँ ऊ मान्ने हाम्रो मनाङबाट जितेको के दिपक मनाङ आयो त नेता घर सुरक्षा भएको घरमा आर्मी प्रहरी भएको घरमा त ठेलिदियो भने के चाहिँ बाँकी छ ठेल्नलाई तुरुन्तै यो सरकारले 24 घण्टाभित्र काम गर्छ भटाभटी यिनीहरूले ल्याएर फाइल खोल्ने मात्र होइन पक्राउ ल्याएर राम्रो सफा ओछ्यान लाएर बरु हामी चन्दा अलिअलि सबले उठाएर बरु तपाईँहरू पनि अलिअलि हालेर बेडसेट राम्रो बनाएर राम्रो जेल बनाइदिएर बरु त्यो भोलि भने जस्तो काम गर्नु सकेन उहाँले चाहिँ आँट कसेर गएको गर्नु सकेन भने त भोलि उहाँहरू घरमै तोडफोड हुनसक्छ नि तपाईँलाई अफर आइदियो के को ल है कान्छाराम सर आउनु पर्यो तपाईँ मन्त्री बनिदिनु पर्यो त्यस्तो कुरा